So guys, good morning, Jemisi, and again welcome back to my channel. Hello guys, good morning, Jemisi, and again welcome back to my channel. आज हामी जाँदैछौँ ट्रैकिंग में। आज चाहिँ हाम्रो नेपाली न्यू ईयर हो चर्चबाट। सो अभी हम यूथ लोग और चर्च का पास्टर सब लोग जा रहे हैं। सो अब क्या बोलूं, पता नहीं कौन कौन प्रे हम लोग प्रे करेंगे, क्या क्या करेंगे मैं आप लोग को दिखाती हूँ। निंद्रा में आइरहेको। सो बाय बाय। देखाउनु न तपाईको फेस। हमारा दोस्त अब जेमिसी गर्नु सबैले मेरो ब्लग में। ये मेरा बेस्ट फ्रेंड है, आप लोग को पता है। चलो चलो दूसरा वीडियो में आपने देखा ही होगा। सो गाइस अभी हम इधर पहुंच गए। श्री विष्णु पादुकाम जाने बाटो वो देख रहे हैं ना, सबसे ऊपर वाला, वो वाला डाड़ा में जाके हमको हमारा आज का गंतव्य वो है। अयो आज हामी सक्यौँ होइन। यो टावरहरू देख्नुहोस् तपाईँले, यहाँनिर ठ्याक्कै 3टा टावर चाहिँ लाइनै गइन्छ हामी चाहिँ, अनि हामी गोर्खापार पुगिन्छ। त्यही सबैजना फाँक छ। हामी दुईजना दिदी चाहिँ आउनुहुन्छ हामी ब्लगर। अनि भाइ आछ, भाइ के छौ, गलिनस्? त्यही हो, के खाएको कालो फुटी हो। हामी चाहिँ हिँड्नु सक्यौँ है गाइस। हेर्नु कस्तो लभली, तर लभलीवाले के भन्नु ल त्यो गरिँदैछ। अनि यहाँ छौँ, गो गो दिदी गो बसेर आउँदैछ। दिदी चाहिँ बोक्ने अलिक हिँड्ने गाह्रो भएर आउँदैछ। शशी दिदी के हो, बानी हरायो ठ्याक भइसक्यो। त्यही भ्यू चाहिँ यस्तो यस्तो देखिरहेछ। हामी यही तलको रोड देखिँदैछ नि, पुल हो, त्यहाँबाट हामी आएको। त्यही हो धरान चाहिँ। दिदी आउनु रहेछ, दिदीहरू त्यस्तो भइसक्नु भयो। शशी दिदी त्यहाँ यस्तो, मेरो दाइ यहाँ शशी दिदी चाहिँ किन गाह्रो जस्तो लाग्यो, धेरै गाह्रो हुन्छ दिदीलाई चाहिँ। आउने बित्तिकै सुत्नु भयो नि त, त्यही भएर भिडियो चल्छ भन्नुभयो। दिदीले उयो गर्नुभयो, त्यसले गर्दाखेरि सन्धि चाहिँ यहाँ बसिराख्नु गरेछ। अघि हिँड्नुभएको दिदी खोइ त जोसेर जानुभएको थियो त। अनि ल ल दिदी गौ गौ। पर्छ हामी चाहिँ पछाडि सबैभन्दा। भाउ कति राम्रो क्यामेरा त दिदीको, एकदम मन पर्यो मलाई। त्यही दिदीको च्यानललाई एकदम धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहे। दिदीहरू मैले भेटेँ ऊ पऱ्यो ल। फाइनली हामीलाई अब भेट्यौँ। अघि मैले तपाईँले भिडियोमा देखाउँछु भनेको नि त। वाउ हेर्नुहोस्, भ्यू चाहिँ हल्का यस्तो देखिरहेको छ है। ल त्यहाँ हुनुहुन्छ ल, हेर्नुहोस् भ्यू चाहिँ हल्का यस्तो छ। हाम्रो बिसाउने ठाउँबाट हामीले हिँडेको छौँ। राम्रो छ। अन्त पल्स लो छ गाइस। अभी हम पहुंचने वाला है। फाइनली हाम्रो केटाहरू सबैजना अघि आइपुगेको छन् हाम्रो अङ्कल चाहिँ। ल अहिले चाहिँ हामी गोर्खा पार्कको तल छौँ, बिसाउने ठाउँमा। गोर्खा पार्क चाहिँ माथि हो। अनि हामीले हाम्रो पास्टर भाइहरूलाई नि भेटाइमै माथि हुनुहुन्छ। अघि भिडियो बनाउनु पाएन केही कारणले। अनि तपाईँहरू गोर्खा पार्कको अलिकति माथि आउनुभयो भने चाहिँ यस्तो बस्ने ठाउँ पनि भेटाउनुहुन्छ है। कति राम्रो छ हेर्नु त। यहाँनिर ट्याक्क बसेर शीतल छ, वरिपरिको रुखले एकदम मजाले बारेको छ है। एकदम राम्रो छ है। सक्नुहुन्छ यता मूर्तिहरू नि छ। यो भनेको तपाईँहरूको सेल्फी लिने ठाउँ दामी छ। यो मूर्तिहरू छ, त्यस्तो बस्ने ठाउँ नै छ है।
एकदम राम्रो बनाउनु भएको छ अहिले एकदम राम्रो बनाउनु भएको छ है अहिले चाहिँ यहाँनिर यतातिर मुनि बस्ने ठाउँ छ यहाँ सबैभन्दा राम्रो भनेको चाहिँ यहाँबाट तपाईँहरूले यस्तो खुल्ला भ्यू हेर्न सक्नुहुन्छ कति राम्रो छ यो भ्यू चाहिँ यो फुलहरू हेर्नु न यो फुलहरू कति राम्रो छ यहाँनिर नि छ यहाँनिर यो त धरान भयो है हेर्नु एकदम राम्रो छ सर्दोको फुल हामी त्यहीबाट आएको ल यस्तो छ यता नि हुनुहुन्छ धेरै मान्छेहरू हुनुहुन्छ त्यही हो अब भने चाहिँ हामी डाइरेक्ट दिदीहरूकोमा भएकोमा जान्छौँ अनि त्यही भनौँ न अब तपाईँहरूलाई म हल्का हल्का सर्ट भिडियो चाहिँ देखाउने नै छु है त ल यस्तो छ यता तपाईँहरूलाई म बोर्ड देखाउँछु हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म अहिले मैले पढ्न चाहिनँ ब्रिटिस गोर्खा पार्क ल यो चाहिँ गेट हाम्रो होइन राम्रो छ वाउ ल एकदम बवाल छ होइन हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो वाउ एकदम राम्रो छ तर यहाँ माछा हुनुपर्नेमा भ्यागुता चाहिँ छ क्या त्यही हो मेन प्रब्लम ल दिदीहरू चाहिँ यहाँ हुनुहुन्छ अनि त्यही हो यहाँ हेर्नु न कस्तो बवाल छ यो मूर्ति वाउ ल वाउ भ्यू यस्तो बवाल छ म एक फन्का लाएर दिदीहरू माथि हुनुहुन्छ तपाईँहरूदेखि त फाइनली हामी चाहिँ आइपुग्यौँ अनि त्यस पछाडि हाम्रो भ्लगर दिदी चाहिँ यहाँ हुनुहुन्छ क्यामेरा यहाँ फुपा हुनुहुन्छ यहाँ शशी दिदी आरन अनि हाम्रो भ्लगर दिदी यहाँ हुन्छ ल जोन अशोक त यहाँ कास्टोबार हुनुहुन्छ त्यही ल हामी चाहिँ भर्खर आइपुग्यौँ अहिले चाहिँ अलिक आराम हुँदैछ है खुट्टाहरू कामेर काम मलाई देख्छ अलिकति भित्र राख्नु न फुपा अलिकति आकाशभन्दा उच्च सागरभन्दा गहिरो आसमानभन्दा विशाल हाम्रो प्रभु येशूको यसैले गर्छौ प्रशंसा गाउँछौ महिमा हुने येशूको 1, 2, 3, go! Happy New Year! Bye bye! Bye! Besilai bye bye! सो गाइस अहिले चाहिँ हामी खाँदैछौँ थुक्पा चिकन थुक्पा खाएर देखाइदियो कस्तो के कस्तो छ भन् सो गाइस अब चाहिँ हामी गएको हाम्रो यात्रा चाहिँ यति नैसम्म थियो अब चाहिँ पुरा ओह्रालो छ है ओह्रालो छ अयो ब्यालेन्स मिलाउँदै जानुपर्छ गाइस आजको ट्रेकिङ पनि राम्रै भयो झन्डै नसक्ला जस्तो भएको थियो तर सके बोक्दै भए पनि ल्याइ पुऱ्यायो मेरो साथीले हो दुलोबाट छिर्दै रहेछ है गाइस सो आजको लागि यति नै फिर मिल्ते फिर नेक्स्ट भिडियो में गाइस बाय बाय
सुन्दर